हेलो साथीहरू, यहाँ सबैजनालाई ह्याप्पी होली छ है। आज चाहिँ म कामदेखि अर्को काम डाइरेक्ट आएको हो। खास चाहिँ घर जान्छु भन्दै थिएँ नि त, घर जान्छु भन्दै थिएँ किनभने अब होलीमा जानुपर्ने चाहिँ साथीले बोलाएको छ र सानो सानो ग्यादरिङ छ होइन, अनि त्यही भएर अनि सोचेको थिएँ घर जान्छु अनि कुर्ताहरू लगाएर रेडी भएर आउनु पऱ्यो काममा खासै काम थिएन आज कि त्यही भएर सोचेको थिएँ, तर त्यो प्लान अनुसार गएन क्या। त्यही भएर म चाहिँ फेरि घर गइनँ नि त, डाइरेक्ट यहाँ आएको। अनि स्पेयर लुगै छैन है, अनि यत्तिकै लुगामा बसिरहेको छ सेन्सबरीको लुगामा। अनि अब अहिले चाहिँ जाने बेला भयो नि त, किनभने आज चाहिँ हामी त्यहाँ अर्को ठाउँ जाने भनेर चाहिँ मैले हाफ डे मात्रै काम गरेको, हाफ मात्रै जस्तो 3 आवर्स मात्रै काम गरेको यहाँनिर। अनि त्यही भएर अब जानु पऱ्यो भनेर यस्तो रिसेको त। ओ माई गड, यहाँ हेर्नु न कस्तो धेरै हिउँ परेको। हिउँ हो कि के हो यो? असिना होला, असिना होइन, हिउँ हो। माई गड है, ओ माई गड, असिना पऱ्यो असिना। यसपालि हिउँ देख्न पाइएन क्या साथीहरू, त्यही भएर यसो ल्याएर रमाइलो गर्नु पर्ला। यो चाहिँ मेरो काममा हो क्या। माई गड, एउटा टिकटक बनाइहाल्नुपर्छ क्या हो, तर म घर जाने बेला भइसक्यो, साथीहरूसँग आउनु पर्ला।